म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो समाचार, सरकारले अध्यादेश प्रतिस्थापनका 4 विधेयक संसदमा दर्ता गरेको छ। यसैबीच हुलाक सेवा विभाग मार्फत थालिएको सरकारी कुरियर सेवाले तीव्रता पाएको छ। अर्कोतर्फ मनसुनी प्रणाली कमजोर रहेकाले राम्रो वर्षा गराउन सकेको छैन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रम मङ्गलबार हुँदैछ। यसैगरी बाँकीको राप्ती सोनारी क्षेत्रमा प्राचीन पाषाण औजार फेला परेका छन्। साथै मध्य प्रदेशमा सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रभावकारिताका लागि पारदर्शिता आवश्यक छ। हालसालै ताप्लेजुङमा पहिरोले आधा दर्जन घरमा क्षति पुगेको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालय काभ्रेले धुलिखेल खावा सडक खण्डमा टिप्पर सञ्चालनमा रोक लगाउने भएको छ। रासोपाको बन्द सत्र सरेर मङ्गलबार बिहान सुरु हुने भएको छ। अन्त्यमा 5 प्रदेशमा मनसुनी वायुको प्रभाव परेको छ। विस्तृत समाचारको लागि जानुहोस् nilo nepal.com।